आज चाहिँ हामी सबैजना मिलेर चाहिँ कायाबुकी सातो भन्ने ठाउँ चाहिँ जाँदै थियौँ जापानको। त्यो चाहिँ हामी बस्ने क्योतोबाट चाहिँ लगभग गाडीमा 1.5 घन्टा जस्तो थियो होइन। अनि पुरै जङ्गलको बाटो होइन। अनि हामी चाहिँ फ्यामिली मार्टमा एकछिन रोकेर ब्रेक लियौँ किनकि एकदम टाढा थियो क्या। त्यहाँ मजाले पहिला त यस्तो हिउँ परिसकेको रहेछ क्या। तर हामी जाने दिन चाहिँ धन्न सन्नी डे थियो क्या। यस्तो हिउँहरू केही परेको थिएन, अलिअलि हावा मात्रै लागिरहेको थियो। अनि फाइनली हामी चाहिँ हाम्रो डेस्टिनेसनमा चाहिँ पुग्यौँ होइन। अनि यहाँ चाहिँ पार्किङ पनि मजाले अभाइलेबल हुने रहेछ क्या, ठुलो पार्किङ पनि। अनि पार्किङदेखि नै त्यो थ्यास्टवाला हाउसहरू चाहिँ देख्न सुरु हुन्छ। अनि हिउँहरू पहिला धेरै नै परिसकेको रहेछ। यहाँ चाहिँ कस्तो ठुल्ठुलो थियो। अनि पानीहरू कस्तो राम्रो हो है, हेर्नु न पुरै रुफहरू पनि कस्तो बाक्लो के केले बनेको होला यो होइन। अनि कस्तो राम्रो भिलेज रहेछ क्या। यहाँ चाहिँ स्टिल मान्छेहरू पनि बस्नु हुँदो रहेछ जापानिजहरू होइन। अनुसार यो ठाउँ चाहिँ एकदम टाढा भएको कारणले गर्दाखेरि चाहिँ अनि आफूले खानेकुराहरू प्लस अलिअलि क्यास पैसाहरू चाहिँ बोकेर आफै जानुपर्ने रहेछ त्यहाँ, किनकि त्यहाँ खासै कम्पनीहरू त कहीँ केही थिएन होइन। अनुसार पुरै पुरानो कल्चरहरू क्या यहाँको, त्यस्तो मात्रै देख्न पाइने पुरै यस्तो रुफवाला यस्तो घरले पनि त्यो स्नो थाम्दो रहेछ भनेर म दङ्ग परेको क्या। कसरी थाम्दो होला है त्यो। अनि स्नो पर्दा फेरि त मजाले त्यो घरैभरि हुन्छ नि त, त्यो पनि मजाले थाम्ने रहेछ। अनि बाटोहरू पनि कस्तो राम्रो है, जापानको त कस्तो गाउँको टुप्पामा पनि बाटो साटो सबै पुगेको क्या। कस्तो राम्रो ठाउँ भनेको क्या। अनि त्यसरी नेपालमा भएको भए त कस्तो हुन्थ्यो नि त घुम्न जानलाई। अनि यहाँ त यो ठ्याक्कै एन्डिङनिर होला क्या, त्यो डाँडाको ठ्याक्क तल माउन्टेनहरूमा होइन। त्यही पनि कस्तो राम्रो थियो क्या बाटोहरू त पुरै। अनि तर यो फलहरू पनि कस्तो यति धेरै फलेको थियो होइन, कसैले नखाने क्या। यो चाहिँ हलुवा ब्रेड जस्तो लागेको थियो मलाई, पुरै पाकेर टन्न टन्न भइसकेको त्यही होइन। तर कसैले खाएको छैन क्या। अनि हामी चाहिँ यही गाउँहरू हेरेर एकछिन मेसमराइज भयौँ भ्यूहरू देखेर। अनि एकछिन मजाले घुमेर फर्केँ। क्योतोमा हुनुहुन्छ नि ठाउँतिर भिजिट गर्नु होला।